हेलो गाइस सबैलाई नमस्ते छ हाइकम युट्युब च्यानलको तर्फबाट आज पनि म तपाईँहरूको समक्ष होइन आज पनि तपाईँहरूको समक्ष म एजुकेसन सम्बन्धी केही मोटिभेसन स्पिकहरू दिन गइरहेको छु कि सो होइन सो आज यो जुन अहिले चाहिँ मेरो यो टपिक चलिरहेछ कि मेरो यो जुन अहिले चाहिँ टपिक मैले म्याथ सम्बन्धीको चाहिँ कुन टपिकमा चाहिँ मैले गरिरहेको छु भने सिम्प्लिफाई सम्बन्धी जसलाई नेपालीमा भन्छ सरल सम्बन्धीको कुराहरू चाहिँ केही ज्ञानहरू सिकाउनु गइरहेको छु केही ट्रिकहरू सिकाउनु गइरहेको छु यसको पनि 2-3 दिन म 2-4वटा भिडियो अपलोड गरिसकेपछि म साथै अगाडि बढ्दैछु म बढ्न गइरहेको छु साथै म ट्रायङ्गलहरूको क्षेत्रफल ट्रायङ्गलहरूको एरिया रेक्टेङ्गलको एरिया होइन त्यस्तै अनि त्यो सोली घन अनि चाहिँ नि त्यस्तै बेलना सम्बन्धीको कुराहरू चाहिँ तिनीहरूको चाहिँ क्षेत्रफल चाहिँ म यो जुन सिम्प्लिफाई सकाए साथै यो जुन रेक्टेङ्गल ट्रायङ्गल अनि सोली होइन त्यो बेलना सम्बन्धीको जुन एरिया निकाल्नुपर्ने हुन्छ हो तिनीहरूको चाहिँ पाठ सुरु गर्न गइरहेको छु गाइज होइन जुन मैले अहिलेसम्म चाहिँ जुन म्याथ सम्बन्धी चाहिँ मैले कुन चाहिँ मैले पढाइसकेको छु भने पढाइसकेको छु भने र भन्नुको अर्थ पढाइसकेको छु अथवा मैले यो यो युट्युबमा हाइकम युट्युब च्यानलमा चाहिँ मैले यतिवटा चाहिँ यो अपलोड गरिसकेको छु यति पाठको यति लेसनको भनेर चाहिँ भन्न गइरहेको छु सबैभन्दा सुरुमा मैले अल्जेब्राइक फर्मुलाको मैले प्रदर्शन गरिरहेको छु अनि त्यहाँदेखि दोस्रो नम्बरमा आयो फ्याक्टराइजेसन अनि तेस्रो नम्बरमा छ अहिले यो जुन सिम्प्लिफाई अब चाहिँ म तपाईँलाई एरिया सम्बन्धी चाहिँ ज्ञानहरू चाहिँ सिकाउन गइरहेको छु गाइज होइन सो सिम्प्लिफाई सम्बन्धी फ्याक्टराइजेसन सम्बन्धी अल्जेब्राइक सम्बन्धी चाहिँ के कति बुझ्नुभयो होला गाइज होइन यति बुझ्नु भएन भने अझै पनि सर होइन अझै पनि सर दाजु भाइ होइन अथवा साथी होइन जे जति भन्नुहुन्छ मलाई होइन रिक्वेस्ट गरेर मलाई भन्नु होला मेरो यो भिडियोको कमेन्ट बक्समा लेख्नु होला हामीलाई अझै पनि सिम्प्लिफाई सम्बन्धीका क्वेसनहरूको सल्भ गरेर देखाउनु पऱ्यो सिकाउनु पऱ्यो होइन ट्रिक सिकाउनु पऱ्यो फ्याक्टराइजेसन सम्बन्धीको केही कुराहरू पनि अझै सिकाउनु पऱ्यो है अनि अल्जेब्राइक किसिमका केही फर्मुलाहरू प्रयोग गर्ने अनि कसरी आएको के गरेर आएको कस्तो हुनुपर्ने के हुनुपर्ने भन्ने सम्बन्धी सम्पूर्ण कुराहरू यो मेरो भिडियोको कमेन्ट बक्समा लेखिदिनु होला यदि आएको छैन भने यदि जान्नलाई तपाईँहरूको क्युरियोसिटी भयो भने होइन म सिकाउन चाहिँ तयार छु म एकदम रेडी छु तपाईँहरूलाई भन्नु मात्रै भइहाल्छ सो आज चाहिँ होइन यस सम्बन्धी मैले कुरा गर्न गइरहेको छु कि जुन एजुकेसन सम्बन्धी पनि हो र एजुकेसनमा प्लस जुन हामीले भौतिक वास्तविक रूपमा जीवनयापन गर्नुपर्ने हो त्यस सम्बन्धीको कुराहरू पनि जोडेर चाहिँ कुरा गर्न गइरहेको छु गाइज होइन सो मैले चाहिँ होइन गाइज पहिल्यैदेखि म जहिले पनि एभ्री टाइम एभ्री डे होइन एभ्री मेरो भिडियोमा मैले सेयर गर्न गइरहेको छु कि गाइज होइन सबैजना मिलेर अगाडि बढ्नुपर्छ होइन सबैजना मिल्यो भने राम्रो हुन्छ छिटो हुन्छ सहज हुन्छ सजिलो हुन्छ भन्नुको मतलब त्यो विशाल समुद्र त्यसै ठुलो भएको होइन गाइज होइन त्यहाँनिर पनि धेरै त्यो ठुलो हुनुको हातमा पनि सबैभन्दा ठुलो हात भनेको साना नदी नालाहरू मिलेर नै त्यो ठुलो समुद्र विशाल समुद्र बनेको हो होइन त्यो एकैचोटि ठुलो समुद्र बनेको होइन अथवा त्यो जुन समुद्रमा जाँदैछ समुद्रमा गएर मिसिन्छ नि नदी नालाहरू सारा देशको सारा कन्ट्रीको त्यो सबै रोकेर वरिपरि त्यसलाई चाहिँ रोकेर होइन त्यही वरिपरि भनौँ मतलब त्यसलाई रोकेर त्यो अथवा जस्तोसुकै ड्याम बनाएर होइन ड्याम बनाएर वरिपरि जताबाट भए पनि त्यहीँ घुमाइने खालको त्यहीँबाट होइन भन्नुको मतलब जस्तै कोसीमा जान आँटेको छ पानी कोसी भनेको ठुलो छ नि त कोसी पनि ठुलै छ कोसीमा जान आँटेको त्यो पानीलाई ठ्याक्कै छेकेर अर्कोपट्टि दह बनाएर अनि फेरि अर्को दिन फेरि अर्कोपट्टि दह बनाएर यसरी घुमाएर वरिपरि त्यहाँनिर नै चाहिँ उयो दिनै नदिने के भन्छ त्यो थुप्रिनै नदिने क्या कोसीमा थुप्रिनै नदिएर ल अर्को देशमा पठाइदिउँ होला नि काटेर अर्को देशमा
काटेर अर्को देशमा त्यो कोसी जुन छ नि अहिले त्यो चाहिँ जुन कोसीको एउटा शिर टुप्पी छ त्यो एउटा चाहिँ त्यो एउटालाई छोडेर जुन अरू मिसिन छ नि सप्तकोशी भनेको त 7 र कोशी मिलेर बनेको हो नि त 7 र हो तिनीहरूलाई चाहिँ टक 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 टकलाई चाहिँ सपोजको लागि रोकिदिउँ त त्यो त्यत्रो ठुलो हुन्छ त्यो हुँदैन नि। तर मैले यो चाहिँ एभ्री मेरो क्वेसनमा भन्नु चाहिँ एभ्री मेरो भिडियोमा एभ्री जतै पनि होस् जहाँ पनि होस् होइन मैले यो कुरा चाहिँ म भनि नै रहेको हुन्छु गाइज, किनकि यो मोस्ट इम्पोर्टेन्ट हो। दिस इज द मोस्ट इम्पोर्टेन्ट, किनभने सबैजना मिल्यो भने हामीलाई अगाडि बढ्न सहज हुन्छ होइन सरल हुन्छ र सक्सेस हुनुलाई कसैले केहीमा पनि कसैले कुनै क्षेत्रमा पनि रोक्न सक्दैन। तर मिल्नु चाहिँ पर्यो सबैजना, त्यही हो गाइज। सो अनि मैले भन्नु खोजेको पोइन्ट चाहिँ के हो भने जति पनि एजुकेसन छ नि एजुकेसनभित्रमै पर्छ जुन यो मैले भने अहिले भर्खरै पढाउनु गइरहेको छु जुन ट्रायङ्गल सम्बन्धी ट्रायङ्गलको क्षेत्रफल रेक्टेङ्गलको क्षेत्रफल अनि त्यो जुन सोली हुन्छ नि सोली चटपटे खाने हुन्छ नि चटपटे खाने सोली त्यो सोलीको क्षेत्रफल अनि बेलना भनेको चाहिँ जुन पाइप हुन्छ नि पाइप होम पाइप हुन्छ हाम्रो गाउँतिर त होइन तपाईँतिर पनि होला होम पाइप ठुल्ठुलो पाइप हुन्छ नि जुन ठुल्ठुलो पाइप होस् सानो पाइप होस् जस्तोसुकै पाइप होस् भन्नु खोजेको तर सरल रूपमा तपाईँहरूले बुझ्नुहुन्छ भने जुन ठुल्ठुलो पाइप हुन्छ नि त्यो कुनै पुलको रूपमा पनि प्रयोग गरेको हुन्छ कुनै होइन पुलको रूपमा कसैले अनि त्यो सिँचाइको रूपमा होइन अनि कसैले चाहिँ अनि त्यही सिँचाइको रूपमा अनि कसैले ढलको रूपमा प्रयोग गरिरहेको हुन्छ ठुल्ठुलो पाइपहरू सिमेन्टको पाइपहरू यत्रो ठुलो हुन्छ नि हो त्यस्तोहरूको क्षेत्रफल कसरी निकाल्ने सम्बन्धी सबै कुरा चाहिँ गाइज होइन हामीलाई यो 10 क्लासको 9 क्लासकै 9-10 क्लासको म्याथ सब्जेक्टमा त्यहीँनिर सिकाएको हुन्छ गाइज होइन। तर हामीलाई त्यो त्यहाँनिर पढेकोलाई चाहिँ त्यहाँनिर चाहिँ लगेर होइन युज गर्नु चाहिँ आउनु पर्यो क्या हामीलाई। जस्तै त्यो सम्बन्धी कुराहरू नि म बिस्तारै जुन यो ट्रायङ्गल रेक्टेङ्गल सम्बन्धी जुन एरियाको बारेमा पढाउने छु त्यतिखेर चाहिँ म जुन सिधै हाम्रो जीवनयापन सम्बन्धी हाम्रो जीवनसँग जोडिने खालको कुराहरू पनि तपाईँलाई सिकाउनु गइरहेको छु म। जस्तो जग्गा नापिन्छ नि जग्गा यति कट्ठा यति बिघा यति धुर होइन यति रोपनी यति आना भनेर त्यो सबै कुरो एरिया हामी जुन पढिन्छ नि त्रिभुजको क्षेत्रफल चतुर्भुजको क्षेत्रफल त्यहीँनिर आइहाल्छ गाइज। त्यहाँनिर गर्नु त्यो हिसाब गर्नु आयो भने त्यो हिसाब गर्नु आउनेले चाहिँ यता त्यो जग्गाको क्षेत्रफल कति छ जग्गा कति कट्ठा हो जग्गा कति बिघा हो भनेर अमिनी बोलाइराख्नु पर्दैन गाइज यदि त्यो हिसाब आयो भने। सो त्यति सजिलो भनिन्छ नि त्यही भएर चाहिँ गाइज होइन एजुकेसन इज मोस्ट इम्पोर्टेन्ट होइन। एजुकेसन मान्छेसँग छ त राम्रो हो छैन भने एकदमै गाह्रो हो। यदि एजुकेसन बिना मान्छे चाहिँ अन्धो बराबर हो। मैले भनिरहेको छु यो शब्दलाई धेरै गहिरो बोकेको छ। एजुकेसन बिना चाहिँ मान्छे ब्लाइन्ड अथवा अन्धो बराबर हुन्छ है, त्यही हो गाइज होइन। एजुकेसन आजको युगमा अहिलेको युगमा एकदम मोस्ट इम्पोर्टेन्ट हो। तपाईँ विदेशै जानुहोस् तपाईँ जतै जानुहोस् जहाँ जानुहोस् होइन एजुकेसन यदि तपाईँको कमजोरी भयो भने तपाईँलाई जीवनमा धेरै अप्ठ्यारो पर्छ। तपाईँलाई जीवनमा अगाडि बढ्नका लागि एकदम धेरै बाधा अवरोध आउन सक्छन् यो ग्यारेन्टी दिन्छु म। दिस इज माई ग्यारेन्टेड। त्यसैले गाइज होइन तपाईँलाई भन्नुभइरहेको छु अथवा यो भिडियो ठुलो मान्छेले हेरिराख्नु भएको छ भने तपाईँले पढ्नु भएको छैन भने अब जुन आउने पिँढीहरू हुन्छ अब जुन तपाईँको छोराछोरीहरू हुन्छ उनीहरूलाई चाहिँ तपाईँहरूले अथवा ज्यामी गरेर होला मजदुर गरेर होला जस्तोसुकै गरेर होला होइन जहाँसुकै गरेर होला तपाईँको छोराछोरीलाई चाहिँ प्लिज पढाउने प्रयास गर्नु होला होइन। त्यही हो पढाउने प्रयास गर्नु होला होइन। त्यसैले गाइस तपाईँहरूले चाहिँ आफू नपढे पनि छोराछोरीलाई चाहिँ पढ्नु होला। ल आफू त पढेन ल अब छोराछोरीलाई चाहिँ मजदुर ज्यामी जेसुकै गरेर भए पनि पोछा हालेर भए पनि होटलमा धन्दा माझेर भए पनि
छोराछोरीलाई चाहिँ पढाउनु नबिर्सिनु होला, किनकि छोराछोरीले पढ्नु भनेको तपाईँहरूले पढ्नु बराबर हो। छोराछोरीले पढे तपाईँले पनि पढ्नु भयो बराबर हो। यदि छोराछोरीले पनि पढ्नु भएन अनि तपाईँले पढाउनु भएन अनि तपाईँले पनि पढ्नु भएन भने गाइस धेरै गाह्रो पर्छ। त्यसैले गाइस तपाईँले यदि पढ्नु भएको छैन भने पनि तपाईँहरूको छोराछोरीलाई पढाउनु होला। तपाईँहरूको छोराछोरीलाई पढाउनु भनेको तपाईँ आफै पढ्नु बराबर हो। पुरा बुझ्नु पर्ला गाइस होइन, त्यस्तै। सो त्यो राम्रोले राम्रोकै सङ्गत गर्छ होइन, नराम्रोले नराम्रोकै सङ्गत गर्छ, यो मलाई थाहा छ। त्यसरी नै गाइस होइन, प्लिज जसरी भए पनि जहाँ जसरी भए पनि गाइस होइन, यदि यो मेरो भिडियो चाहिँ ठुलो मान्छेले हेर्नुभएको छ भने तपाईँहरूको आफ्नो छोराछोरीलाई चाहिँ पढाउनु होला, किनकि मैले भोगेर आइरहेको छु। पढेको मान्छे र नपढेको मान्छेको सम्बन्धी, पढेको मान्छे र नपढेको मान्छेको बिचमा के कति डिस्टेन्स छ, के कतिको फरक पर्छ त्यो आफै बुझ्नुहुन्छ, आफै बुझिसक्नु भएको पनि छ गाइस मेरो विचारमा। त्यसैले गाइस एजुकेसन इज द मोस्ट इम्पोर्टेन्ट। अहिलेको जमानामा एजुकेसन छ त छ, यदि छैन त केही पनि छैन। त्यसैले गाइस म तपाईँहरूलाई भन्छु, मैले चाहिँ यो जुन एजुकेसन छ, एजुकेसन सम्बन्धीको चाहिँ मैले यस्तो किसिममा प्रकाशन गर्न गइरहेको छु कि युट्युबको तर्फ। युट्युब के हो त होइन, युट्युब के हो, युट्युब सम्बन्धीको जानकारीहरू के हो कसो हो होइन, अनि युट्युब सम्बन्धी होइन, युट्युबको मार्फत चाहिँ म तपाईँहरूलाई यो जुन एजुकेसनको म्यासेज चाहिँ तपाईँहरूको सम्म होइन पुर्याउन गइरहेको छु। कसरी भनेपछि यहाँ छ नि, हामीले युट्युबलाई एकदम ठुलो मान्नुपर्छ। युट्युब इज ग्रेट, युट्युब इज बिग, युट्युब इज युट्युब होइन। हामीले चाहिँ युट्युबको तर्फ जसरी मैले युट्युबमा यसरी मैले प्रदर्शन गरेर चाहिँ नि केही स्पिकहरू होइन, अनि अब केही अब भिडियोहरू मैले के भन्छ केही हिसाबहरू, अनि केही निबन्धहरू, केही एसेहरू होइन, केही वाक्यहरू होइन चाहिँ मैले हालेर चाहिँ के भन्छ केही वाक्यहरूको फर इक्जाम्पल चाहिँ अथवा ट्रिक्सहरू होइन सिकाइरहेको छु हो। यसरी नै होइन गाइस मलाई जति आउँछ त्यो तपाईँहरूको समक्ष सेयर गर्छु म, र तपाईँलाई जति आउँछ त्यो मलाई तपाईँहरूले सेयर गर्नु होला हो। यसरी एकअर्कामा मिल्नुपर्छ गाइस। युट्युबमा हाल्ने है, युट्युब मार्फत है युट्युब। सो युट्युबमा मैले आई होप गाइज होइन, मलाई आशा छ तपाईँहरूले पनि युट्युब च्यानल नयाँ ओपन गर्नुहुनेछ छिटै होइन। यदि युट्युब च्यानल ओपन गर्न आएन भने मलाई मेरो यो भिडियोको कमेन्ट बक्समा तपाईँहरूको प्रतिक्रिया लेख्नु होला। म त्यस सम्बन्धी युट्युब च्यानल कसरी खोल्ने, कसरी सञ्चालन गर्ने सम्बन्धी बारेमा पनि म तपाईँहरूको समक्ष गरिदिन्छु म होइन। तर प्लिज तपाईँहरूको जुन यो प्रतिक्रिया चाहिँ मेरो यो भिडियोको कमेन्ट बक्समा लेखिदिनु होला। सो गाइज होइन, भन्नुको अर्थ चाहिँ के हो भनेपछि मैले अब जसरी अब यो युट्युब च्यानल छ नि, युट्युब यदि मोनिटाइज भयो भने, युट्युबमा मोनिटाइज भयो भने तपाईँहरूलाई पैसा आउँछ। अन्त पैसा आएपछि त अनि एकदम ठुलो रकममा आउँछ पैसा होइन। यदि युट्युबमा तपाईँ सक्सेस हुनुभयो भने तपाईँले कुनै पनि जागिर गर्नु पर्दैन, कुनै नोकरी गर्नु पर्दैन, यो ग्यारेन्टी हो। तर गाइज अब युट्युबमा भिडियो अपलोड गर्ने समय छैन भन्नुहुन्छ भने काम गर्नु जानुहोस्, दिउँसोभरि जानुहोस्, राति त छ नि त चले। 1 घन्टाको समय लिनु होला होइन, आधी घन्टाको समय लिनु होला, यतिको समय लिएर युट्युबमा फोकस दिनु होला। युट्युबमा एजुकेसन सम्बन्धीको ज्ञानहरू सेयर गर्नु होला मलाई होइन, अरूलाई सेयर गर्नु होला। र म पनि मलाई जति आएको छ त्यति तपाईँलाई सेयर गर्छु। तपाईँलाई जति आउँछ होइन त्यति तपाईँले मलाई सेयर गर्नु होला। फेरि अर्कोले जति आउँछ तिनीहरूले हामीलाई सेयर गर्छ। अनि फेरि अर्कोले हो यसरी नै गाइज होइन, एकदम एकअर्कामा चाहिँ मिल्नुपर्छ, एकअर्कामा कनेक्सन हुनुपर्छ क्या। बिजुली पनि एकअर्कामा कनेक्सन भयो भने मात्रै हुन्छ। यदि माइनस भएन भने, प्लस मात्रै भयो भने त्यो
सम्भव त्यो सक्सेसै हुँदैन, त्यो कुनै पनि रूपमा त्यसले युज हुँदैन, प्रयोग हुँदैन त्यो। त्यही भएर गाइज होइन, माइनस र प्लस बिजुलीमा जसरी मिलेर सम्पूर्ण घरको कुराहरू, घरदेखि लिएर मानव जीवनको सम्पूर्ण मानव जीवनमा चाहिँ सम्पूर्ण कुराहरूलाई सहज बनाउँछ, बिजुलीको माइनस प्लस मिलेर हो, त्यसरी नै गाइज होइन हामी पनि सबैजना मिलेर चाहिँ अगाडि बढ्नुपर्छ है। तपाईँहरूले चाहिँ यो युट्युब च्यानल ओपन गर्नु होला। युट्युब च्यानल ओपन गरे साथै एजुकेसन सम्बन्धीको केही भिडियोहरू बनाएर प्रदर्शन गर्नु होला होइन, केही पार्ट टाइमको रूपमा। हेर्नु गाइज, यो युट्युबमा तपाईँ यदि सक्सेस हुनुभयो भने गाइज होइन, तपाईँलाई यति धेरै पैसा आउँछ कि यति धेरै पैसा आउँछ कि जुन तपाईँले गरिराख्नु भएको नोकरी जागिर गरिराख्नु भएको छ त्यो तपाईँलाई गर्नलाई मन पर्दैन। त्यो यदि सक्सेस हुनुभयो भने, सपोजको कुरा यदि सक्सेस हुनुभयो भने त्यो तपाईँले गरिराख्नु भएको जुन नोकरी छ, जुन जागिर छ, त्यो लगातार छोडेर युट्युबतर्फ आउनुहुन्छ। यो ग्यारेन्टी हो, दिस इज माई ग्यारेन्टी। यस्तो मैले मान्छे धेरै पनि देखिसकेको छु होइन। त्यसैले गाइज होइन, अब ग्यारेन्टी नै दिन्छु होइन, तर युट्युबमा एकदम कन्सिस्टेन्सी चाहिँ हुनुपर्छ। कन्सिस्टेन्सी इज एक्सिलेन्स भन्छ, स्थिरता हो, स्थिरता हुनुपर्छ। मान्छेले एकैचोटि हाल्ने बित्तिकै भ्युज आउँदैन होइन। मेरो त अब म त एकदम सक्सेस त भएको छुइनँ, तर पनि मैले देखिरहेको छु गाइज होइन, मैले चिनिरहेको जुन साथी छ उनीहरू कसरी भए, कसरी युट्युबर भए, कस्ता थिए, कस्ता गाउँमा थिए, कस्ता मान्छे थिए भनेर मैले तिनीहरूको फिडब्याक, तिनीहरूको ब्याकग्राउन्ड सम्बन्धी मैले देखेको छु होइन। त्यसैको अनुभवमा भन्न गइरहेको छु गाइज होइन। म तपाईँहरूले पनि युट्युब च्यानल ओपन गर्नु होला होइन। युट्युब च्यानल ओपन गर्ने साथै यो एजुकेसन सम्बन्धीको कुराहरू केही सिकाउनु होला मलाई पनि, म पनि तपाईँहरूलाई सिकाउँछु होइन। ताकि हामीभन्दा अझै नजान्ने, अझै सिनियरहरूले त हामीभन्दा सिनियरहरूको समक्ष यो भिडियो पुग्यो भने त अझ हाम्रो समक्ष के कति कमजोरी होला उहाँहरूले आलोचना गरिदिनु होला, एक्सप्लेन गरिदिनु होला। अथवा हामीभन्दा साना जुनियरहरूको समक्ष पुग्यो भने चाहिँ धेरै राम्रो हो नि त हामीलाई। त्यसैले गाइज होइन, यो एजुकेसन चाहिँ इज मोस्ट इम्पोर्टेन्ट। एजुकेसन चाहिँ मैले चाहिँ अहिलेको युगमा चाहिँ अहिले चाहिँ म के को तर्फबाट प्रदर्शन गर्न चाहन्छु भनेको जुन एजुकेसन चाहिँ युट्युबको तर्फ चाहिँ प्रदर्शन गर्नुपर्छ। यसरी युट्युबको तर्फ प्रदर्शन गरियो भने हामीभन्दा नजान्ने, हामीभन्दा तलका जुनियरहरूलाई पनि केही ज्ञानहरू गर्नुको अपर्च्युनिटी मिल्छ होइन। त हामीलाई पनि केही मनी एचिभ गर्ने अपर्च्युनिटी मिल्छ होइन। त्यसैले सबै कुरामा, सबै क्षेत्रमा युट्युब चाहिँ धेरै राम्रो छ होइन। युट्युबलाई चाहिँ हामीले अगाडि बढाउनुपर्छ होइन। युट्युबमै हाम्रो जिन्दगी छ, हाम्रै जीवन छ भनेर कुनै मान्छेले त्यसरी चाहिँ नै आफ्नो लाइफलाई डेडिकेटेड दियो भने पनि यो युट्युबले चाहिँ कुनै पनि अन्धाधुनमा कुनै पनि नकारात्मक गर्ने छैन। युट्युब इज ग्रेट। युट्युबले नै आज धेरैभन्दा धेरै संसारमा धेरैभन्दा धेरै मात्रामा मानिसहरूले पैसा एचिभ गरिरहेका छन् होइन। त्यस्तै हो अहिले जुन चलिरहेको छ, जुन डोना थापा होइन, डोना थापा सम्बन्धी त थाहा नै होला। पहिला ऊ फुटबल खेल्दाखेरि त कसैलाई थाहा नै छैन। युट्युबमा पैसा नि कमिन्छ, दाम पनि कमिन्छ, नाम पनि कमिन्छ, सबै थोक कमिन्छ। अब त्यो डोना थापालाई कसले चिन्ने त पहिला? त्यो डोना थापालाई कसले चिन्ने भन्नु त गाइस होइन। त्यो फुटबल खेल्दाखेरि त्यो नेसनल प्लेयर थियो, धेरै राम्रो प्लेयर थिएछ। ल उसको एरिया ऊ बसेको जुन क्षेत्र छ त्यो उसको एरियामा त अलि एक दुईजनालाई चिन्ला, नत्र अरूले कसैले चिनेको थियो र? कसैले पनि चिनेको थिएन। त्यो युट्युबबाट आयो, युट्युब टिकटकहरू के चलाए, त्यही भएर चाहिँ अनि अहिले एकदम सेलिब्रेटी भएको छ। एकदम पैसा नि कमाएको छ, दाम पनि कमाएको छ, नाम पनि कमाएको छ, सबै थोक कमाएको छ। युट्युब इज युट्युब। त्यसैले गाइज होइन, युट्युबको तर्फ हामीले एजुकेसनलाई चाहिँ अगाडि बढाउनुपर्छ। किनकि मान्छेले अहिलेको जमानामा टिकटक, युट्युब, फेसबुक हेर्छन् होइन। त्यो टिकटक हेर्दै जाँदाखेरि होइन, टिकटकमा पनि हामीले एजुकेसन सम्बन्धीको कुराहरू दिन सकिन्छ। तर भन्नुको अर्थ चाहिँ मैले
जुन चाहिँ नि अब युट्युब हो। अनि युट्युब मान्छेले हेर्दै जाँदाखेरि सर्लक्क उनीहरूले स्क्रल गर्दै गर्दै स्क्रल गर्दै गर्दै जाँदाखेरि हाम्रो भिडियो आयो भने त यसो हेर्दाखेरि त ओहो यो त एजुकेसन सम्बन्धीको यसो यताउति यता चस्स क्लिक गर्न सक्छ नि त। एकचोटि क्लिक गरिसकेपछि त्यसको मनमा केही त असर पर्छ नि त, केही प्रभाव पर्छ नि त। सकारात्मक या नकारात्मक पर्दैन एजुकेसनमा होइन। मान्छेले बाहिरी रूपमा भन्ने मात्रै हो। सकारात्मक रूपमा चाहिँ केही न केही रूपमा चाहिँ सकारात्मक रूपमा उसको मनमा चाहिँ प्रभाव पर्छेको हुन्छ। त्यही भएर उसले त्यो भिडियो हेरेर आज नहेला बुक, भोलि नहेला, पर्सि नहेला, निकर्सि नहेला, काने कर्सि नहेला। र काने कर्सि त हेर्नु सक्छ नि त त्यसले बुक। त्यो बुक एकचोटि हेरिसकेपछि त्यसले आफ्नै मनभित्रबाट नै त्यो बुकलाई पढेर अध्ययन गरेर होइन यताउति केही गर्छु भन्ने भयो भने गाइस उसले एजुकेसनलाई एकदम फलो गर्छ र फलो गर्ने छ। किनकि मान्छेको भित्री मनबाट नै उसको फोकस भएन भने, उसको इच्छा भएन भने होइन कुनै पनि केही पनि हुन सम्भव छैन। र यति गाइज तपाईँहरू आफ्नो मनभित्रबाट नै फोकस गरेर मनभित्रबाट नै चाहिँ नि केही अगाडि बढ्छु म, केही सक्सेसफुल मान्छे बन्छु भनेर चाहिँ यति सोच्नुभयो भने होइन गाइज तपाईँहरूलाई सक्सेस हुन ढिलो चाँडो त होला। तर गाइज होइन भित्री मनबाट चाहनुहुन्छ भने, यदि कन्सिस्टेन्सी हुनुहुन्छ भने गाइज होइन तपाईँलाई अगाडि बढ्नको लागि चाहिँ कसैको बाउले कसैले पनि होइन रोक्न सक्दैन तपाईँलाई। दिस इज माई ग्यारेन्टी। तर गाइज होइन कन्सिस्टेन्सी हुनु पऱ्यो। कन्सिस्टेन्सी इज एक्सिलेन्स। स्थिरता हुनु पऱ्यो। 1 वर्षमा हुनु होला, 2 वर्षमा नहुनु होला, 3 वर्षमा नहुनु होला, 5 वर्षमा नहुनु होला, 10 वर्षमा नहुनु होला, 11 वर्षमा नहुनु होला, 12, 13, 14, 15 वर्ष, 16, 17 वर्ष पछाडि यति मजाले सक्सेस हुनु छ नि तपाईँले नसोचेको हुनसक्छ। तर गाइज भित्री मनबाट चाहिँ म सक्सेसफुल मान्छे बन्छु, म यो बन्छु, म यसो गर्छु भनेर चाहिँ एकदम 100%मा 99% चाहिँ हुनैपर्छ भित्री मन। 1% त नहोला होइन। त 99% चाहिँ फोकस हुनु पऱ्यो। फोकस यर माइन्ड, फोकस यर लाइफ। त फोकस दिनु होला आफ्नो जीवनमा। तपाईँलाई अगाडि बढ्नको लागि चाहिँ कसैले केही पनि रोक्न सक्दैन। दिस इज माई ग्यारेन्टी। त्यही भएर गाइज होइन हामीले सबै मिलेर एजुकेसनलाई अगाडि बढाउने प्रयास गर्नुपर्छ युट्युबको तर्फ होइन। युट्युबको तर्फ नै सबैको समक्ष पुग्न सकेको छ, सम्भव छ होइन। त्यो कुनै इन्स्टिट्युट खोलेर कुनै कसैले पढाएर होइन, त्यो काठमाडौँको मान्छे यता मोरङतिर आएर, त्यो मोरङको मान्छे काठमाडौँतिर आएर, काठमाडौँको मान्छे उता दैलेखतिर आएर त्यसरी खुद मान्छे आएर चाहिँ पढ्नको लागि चाहिँ सम्भव छैन। त्यसैले गाइज होइन युट्युब त सबैको हातमा परेको हुन्छ। युट्युबतर्फ सबैको हातमा, सबैको कानमा पुग्न सक्छ। यो हामीले जति पनि बोलिरहेका छौँ, जति पनि गरिरहेका छौँ, जति पनि ज्ञानहरू सिकाइरहेका छौँ, जति पनि होइन ज्ञान गुणका कुराहरू बाँडिरहेछौँ, त्यो चाहिँ सबै सारा नेपालमा, सारा विश्व संसारमा जति पनि जहाँ पनि बसेर नेपालीहरू छरिएर बसेर छन् उहाँहरूको हातमा, उनीहरूको मोबाइलमा यो हामीले भनिरहेको कुरा चाहिँ पुग्न सक्छ। त्यसैले गाइज होइन युट्युब त सबैको मोबाइलमा हुन्छ नै हुन्छ 100%मा। मेबी 90% मान्छेकोमा त हुन्छ युट्युब एप्स। त 90% मान्छेकोमा युट्युब एप्स भइसकेपछि त्यो युट्युब त ओपन गर्छ। त्यसरी गाइज होइन सबैजनाले मिलेर उनीहरूले सबैजना मिलेर चाहिँ अगाडि बढ्नुपर्छ गाइज होइन। र तपाईँ म पनि मेरो चाहिँ यो लाखौँ हजारौँ रिक्वेस्ट गर्छु गाइज होइन तपाईँहरूले पनि आफ्नो युट्युब च्यानल ओपन गर्नु होला। ओपन गरे साथै एजुकेसन सम्बन्धीको केही तपाईँहरूले जानेको बुझेका कुराहरू प्रदर्शन गर्नु होला होइन। मलाई सेयर गर्नु होला, म पनि तपाईँहरूको समक्ष सिक्न चाहन्छु होइन। त्यही भएर गाइज
युट्युबको तर्फ चाहिँ हामीले चाहिँ एजुकेसनलाई एकदम विशाल रूपमा एकदम प्रख्यात रूपमा चाहिँ एकअर्कामा चाहिँ सिक्ने प्रयास गर्नुपर्छ है गाइस। सो युट्युबतर्फ मैले किन भन्न गइरहेको छु भने युट्युबतर्फ हामीले गऱ्यौँ भने हाम्रो युट्युब चाहिँ अब एकदम मोनिटाइज भएर एकदम भाइरल भएर एकदम ठुलो युट्युब एकदम धेरै मात्रामा चाहिँ ठुलोसम्म सब्सक्राइबरहरू ठुलोसम्म सदस्यहरू चाहिँ एचिभ गर्न सकियो भने त्यहाँबाट हामीले मनी अर्न पनि गर्न सकिन्छ होइन, मनी अर्न गर्न सकिन्छ होइन, नलेज पनि अर्न गर्न सकिन्छ, नलेज पनि अर्न गर्न सक्छन् मान्छेहरूले होइन। त्यसैले गाइस होइन युट्युबलाई चाहिँ हामीले पार्ट टाइमको रूपमा भए पनि दिनमा एक दिनमा भयो भने 2 दिनमा भए पनि 3 दिनमा एकचोटि भयो भने 2 दिनमा एकचोटि भयो भने यसलाई चाहिँ 1 घन्टा 2 घन्टा 3 घन्टा 4 घन्टा अथवा आधी घन्टा के कति हो कसरी हो कति चाहिँ हामीले फोकस उयो टाइम दिन सकिन्छ हो त्यतिसम्म चाहिँ गाइस हामीले यसलाई चाहिँ टाइम दिनु एकदम आवश्यक छ होइन। सो आई होप यु अन्डरस्ट्यान्ड गाइस होइन, के कति बुझ्नु होला मेरो यो जुन स्पिक सम्बन्धी होइन। त्यही भएर मेरो यो हाइकम युट्युब च्यानललाई चाहिँ जाँदा लास्टमा मेरो यो भिडियोलाई स्क्रल गर्नुभन्दा अगाडि लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला होइन, साथै साइडको बेल आइकनलाई क्लिक गर्नु होला ताकि म अझै धेरैभन्दा धेरै मोटिभेसन केही भिडियो एजुकेसन सम्बन्धीका केही मोटिभेसन भिडियोहरू बनाउनलाई मलाई मोटिभेसन पुगोस्। सो हस् त, बाई बाई, जय नेपाल जय नेपाल जय नेपाल।